केटी ल्याउँदाखेरि अर्थ लाउँछन्। अर्थ लाउँदाखेरि म पहिले केटाको गीत गाउँछु है। बाबु त रहेछ बहरे, आमा त रहेछ लहरे, दिदीमा रहेछ फुलमाती, भाइ चाहिँ रहेछ जिलीगान्ती, सोयामा काटी बदलाइदेऊ, यसको अर्थ बदलाइदेऊ भनेर केटाले भन्छ। केटीले भन्छ अनि केटीले भन्नुपर्छ। केटीले भनेन भने हारो गयो त्यो केटासँग। अनि केटीले के भन्नु पर्दो रहेछ भने बाबुमा रहेछ पहरे, आमा त रहेछ लहरे, दिदी नि रहेछ फुलमाती, दिदी रहेछ फुलमाती, खरसाङ खुर्सुङ अर्सी हो, त्यसको त अर्थ फर्सी हो भनेर भन्छ। अनि केटाले भन्छ धार्नी त फलम से होला, धार्नी फलम से होला, पहराको टुप्पामा फ्याल गर्ने होला भनेर केटाले भन्छ। अनि केटीले भन्छ ओछेना बीज छेना गुन्दरी, फरिया लौ चुन्दरी, पहराको टुप्पाको फ्याल गर्ने मुन्दरी, फ्याल त गर्ने मुन्दरी भनेर हामी यस्तो पहिला यस्तो गीत गाउँथ्यौँ पहिला। अनि त्यसरी जोहोरी त्यसरी आउँछ। अनि खुकुरी गर्दा नखिसौ, आमै ठुला नरिसौ, आमै कान्छा नरिसौ भन्ने। खुकुरी गर्दा खिर्सेन, आमै हामीले बिर्सेन, आमै हामीले बिर्सेन, जसी खेलको ताल खबर, जसीमा खेलको ताल खबर, के छ त कान्छी हाल खबर, के छ नि कान्छी हाल खबर भनेर भन्छन्। अनि केराको दान्छा सुन कान्छा, केराको दान्छा सुन कान्छा, धरमा डिपु लिएर भयो, बल्ल हाम्रो भेट भयो, बल्ल नि हाम्रो भेट भयो, गोथालाको बारा बेली गरी पो राखौँ, बाधा बेली गरी राखौँ, बाधा बेली भनेर चाहिँ गीत गाउँथ्यो। उहिलेको पुरानो गीत अहिले हरायो त्यो। अहिलेका गीत कस्ता लाग्छन् तपाईँलाई दोहोरी? अहिले त लैहालौँ गइहालौँ छुट्टै। त्यही त अहिले छिट्टो